स्थानमा बनाउनु एकदमै त्यो मानेमा पनि धेरै विज्ञापन मैले गरेर पनि त्यो विज्ञापन अलि त पृथक नै छ। र आज यो करिब 1 वर्ष पश्चात अब पोखरामा पनि गोरेटोले आएको एउटा ब्रान्चको उद्घाटन गरेको छ। अत्यन्तै खुसी लागेको छ। म सम्पूर्ण टिम पोखराको सम्पूर्ण टिमलाई शुभकामना र गुड विशेस दिन चाहन्छु। यो कन्सल्टेन्सीले चाहिँ सही ढङ्गबाट आफ्नो कन्सल्टेन्सी कामहरू गरोस्। विद्यार्थीहरू जो विदेशमा पढ्न जान लाग्नुभएको छ विशेष गरिकन क्यानाडा, यसको प्राथमिकतामा क्यानाडा आउँछ, तर पश्चात अमेरिका र अस्ट्रेलिया पनि उहाँहरूले पछि गर्दै हुनुहुन्छ। लाई चाहिँ सही ढङ्गबाट परामर्श दिनुहुन्छ भन्ने मैले पूर्ण विश्वास दिएको छु। अब विदेश पढ्न जाने भन्ने कुराहरू खासै नौलो कुरा पनि होइन। खालि एउटा कुरा के हो भने अब पछिल्लो यो 15, 20, 25 वर्ष यता चाहिँ विगतमा भन्दा अत्याधिक मात्रामा भएको छ र विगतमा भन्दा धेरै मुलुकहरूमा पनि भएको छ। अब पहिला हामी कहाँ जति पनि मेरो पुस्ताको या मेरो पुस्ताभन्दा अगाडि या त्योभन्दा अलिकति पछाडि पनि धेरै जसो डक्टर्स, इन्जिनियर्स जो पनि यहाँ प्र्याक्टिस गर्नुभएको छ उहाँहरू विदेशबाटै नै अध्ययन गरेर आउनुभएको छ। या त इन्डियाबाट गर्नुभएको छ या अन्य अरू राष्ट्रबाट गर्नुभएको छ। मेरो 2टा दिदी हुनुहुन्छ, एउटा बहिनी हुनुहुन्छ। 2टै दिदी पनि अब उहाँहरू मेडिकल फिल्डमा हुनुहुन्छ, डक्टर्स हुनुहुन्छ। अब उहाँहरू त्यो मेडिसिन पढ्नको लागि विदेश नै जानुभयो। भलै कि अहिले उहाँहरूले चाहिँ नेपालमै प्र्याक्टिस गर्नुहुन्छ। बहिनी पनि डेन्टिस्ट छ, ऊ पनि आफ्नो डेन्टिस्ट्री पढ्नको लागि विदेश नै गयो। अनि त्यस पश्चात चाहिँ ऊ चाहिँ अमेरिकामा आफ्नो डेन्टिस्ट्री प्र्याक्टिस गरिरहेको छ। अघि धीरजले भने जस्तो मेरो आफ्नो अध्ययन पनि मैले आफ्नो स्कुली अध्ययन या कलेजको अध्ययन पनि विदेशमै गरेको हो। अब त्यो विदेशमा गर्नु भनेको एकदमै नेपालको शैक्षिक स्तर खराब हुने, यहाँ चाहिँ अपर्च्युनिटिजहरू नहुने भन्ने चाहिँ अवश्य पनि होइन। यहाँ पनि तपाईँहरूले चाहिँ सही किसिमको वातावरण पाउन सक्नुहुन्छ, सही किसिमको शैक्षिक प्रणाली पनि पाउन सक्नुहुन्छ। तर निर्णय चाहिँ तपाईँहरूले गर्नुपर्छ। म के को लागि विदेश पढ्न जाने, के कारणको लागि म विदेश पढ्न जाने। तपाईँले निर्णय गर्दाखेरि आफ्नो व्यक्तिगत रुचि पनि पर्ला, आफ्नो भविष्यको केही मार्गले पनि भूमिका खेलिरह होला। अब त्यो सबै कुराले चाहिँ तपाईँले स्वयं नै पहिला इभ्यालुएट गर्नु पऱ्यो कि म विदेश किन पढ्न जान्छु त। र तपाईँले यदि निर्णय गरिसक्नुभयो तपाईँको आफ्नो स्वइच्छाले या आफ्नो परिवारको सदस्यहरूसँग चाहिँ काउन्सिलिङ गरेर होइन मेरो आफ्नो इच्छाको लागि, मेरो आफ्नो भविष्यको लागि या मेरो आफ्नो प्राथमिकतामा परेको कुनै सब्जेक्टको लागि चाहिँ म विदेशमै पढ्न जान चाहन्छु भन्ने निर्णय पुगिसकेपछि अनि त्यस पश्चात तपाईँहरू कन्सल्टेन्सीमा जान सक्नुहुन्छ। र कन्सल्टेन्सीले चाहिँ तपाईँलाई मलाई पूर्ण विश्वास छ सही ढङ्गको चाहिँ परामर्श दिनेछ, सल्लाह दिनेछ। र यदि तपाईँहरूको चाहिँ योजनाअनुसार त्यसलाई म्याच भयो, तपाईँको योजनाअनुसार त्यो मिट भयो भने तपाईँ विदेश पनि पढ्न जान सक्नुहुन्छ। त्यस कारण विदेश पढ्न जाने भन्ने बित्तिकै ओहो नेपाललाई माया माग्ने, नेपाललाई चाहिँ तिरस्कृत गरेको भन्ने पनि हुँदैन। किनकि अघि हाम्रो टिचरले पनि भन्नुभयो यो ग्लोबलाइजेसनमा कुनै राष्ट्रबाट अत्याधिक बढी अर्को राष्ट्रमा गएको होला, तर एउटा राष्ट्रबाट अर्को राष्ट्र चाहिँ आदान प्रदान भइ नै रहेको छ। अमेरिका, क्यानाडाबाट केही विद्यार्थीहरू नेपाल पनि पढ्न आउनुभएको छ। अब उहाँको रुचिको विषय त्यही नै होला, उहाँको अध्ययनको विषय कहीँ न कहीँ नेपालसँग चाहिँ सम्बन्धित होला। त्यसैले उहाँहरूलाई लाग्यो कि अहिले मैले यो छानेको विषयवस्तु पढ्नको लागि चाहिँ म नेपालै जानुपर्छ भनेर नेपालमा पनि अध्ययन गर्नुभयो होला। कतिजना युरोपियन अमेरिकनहरू भारतमा पनि आएर अध्ययन गर्नुभयो होला। अब अत्याधिक मात्रामा भारतबाट युरोप, अमेरिका पनि गएको होला। त्यसरी आदान प्रदान हुनु भनेको एकदमै नौलो कुरा पनि होइन, ठुलो कुरा पनि होइन। तर निर्णय चाहिँ आफैले लिनु पर्यो कि मेरो भविष्यको शिक्षा म नेपालमै आर्जन गर्न चाहन्छु कि भन्दाखेरि तपाईँले नेपालको अपर्च्युनिटिज पनि हेर्नु पर्यो, नेपालको स्तर पनि हेर्नु पर्यो। अनि त्यस पश्चात होइन म विदेशमा जान चाहन्छु किनकि मेरो जुन इच्छाहरू छ त्यो चाहिँ विदेशको विद्यालयबाट मिट हुन्छ भन्ने लाग्यो भने फेरि त्यो निर्णय तपाईँले नै गर्नु पर्यो। त्यस कारण तपाईँको फर्स्ट स्टेप चाहिँ नि तपाईँले कस्तो किसिमको निर्णय लिने त्यो तपाईँको परिवारमा भर पर्छ। निर्णय लिए पश्चात चाहिँ तपाईँ कन्सल्टेन्सीमा जान सक्नुहुन्छ। र मलाई पूर्ण विश्वास छ गोरेटे जस्तो कन्सल्टेन्सीले तपाईँलाई सही परामर्श दिनुहुनेछ। तपाईँले चाहिँ आफ्नो सबै कुराहरू चित्त बुझेको खण्डमा आफूलाई लाग्यो कि होइन यो ठिक छ भन्ने लाग्यो भने
अनि तपाईँले अन्तिम निर्णय लिन सक्नुहुन्छ। र यो ग्लोबलाइजेसनमा तपाईँको विदेशमा शिक्षा हासिल गरेर यदि तपाईँलाई बढ्दा एक्सपोजर मिल्छ, तपाईँको होराइजन अझ ब्रड हुन्छ, त्यसले गर्दाखेरि र तपाईँले पछि गएर चाहिँ नि आफ्नो योग्यतालाई अझ प्रयोग गरेर अझ सही ढङ्गबाट चाहिँ नि समाजमा राष्ट्रमा चाहिँ सेवा दिन सक्नुहुन्छ भन्ने लाग्यो भने निसङ्कोच जानु नै पर्छ। किनकि उमेर छँदाखेरि अध्ययन चाहिँ प्राथमिकतामै आउँछ। उमेर छँदाखेरि तपाईँले कस्तो किसिमको सिप हासिल गर्ने, कुन स्किल विकास गर्ने, कस्तो किसिमको एकाडेमिक क्वालिफिकेसन हासिल गर्ने भनेको चाहिँ उमेर छँदै नै हो। र यो उमेर छँदा तपाईँहरूले आफ्नो बुद्धि विवेक अनुसार, आफ्नो इच्छा अनुसार कस्तो स्किल, कस्तो एकाडेमिक क्वालिफिकेसन, कुन लाइन अध्ययन गर्ने भन्ने निर्णय चाहिँ लिनुपर्ने हुन्छ। मलाई अत्यन्तै नै खुसी लागेको छ कि यस्तो परामर्श गर्ने कन्सल्टेन्सी गोरेटो जस्तो तपाईँहरूको सहर पोखरामा पनि आएको छ, जसले गर्दाखेरि तपाईँहरूलाई अब काठमाडौँ गइरहनु पर्दैन। यही पनि तपाईँले गोरेटोमा गएर यदि तपाईँहरू क्यानाडा या अन्य अरू राष्ट्रमा पढ्न जान चाहनुहुन्छ भने तपाईँले त्यो निर्णय लिइसक्नु भएको छ भने तपाईँ निसङ्कोच आएर सही ढङ्गबाट चाहिँ परामर्श लिन सक्नुहुन्छ। मलाई अत्यन्तै नै खुसी लागेको छ गोरेटोसँग यसरी हातेमालो गर्न पाएकोमा, र गोरेटोको काठमाडौँको टिमसँग त परिचित नै छु, तर पोखराको टिमसँग पनि भेट्ने सौभाग्य मिल्यो। यहाँहरूलाई पुनः फेरि शुभकामना र गुड विसेस है। थ्याङ्क यू। Thank you so much. हामी चाहिँ अझै धेरै सुनौँ लागिरहेको